हेलो गाइस, अनेपाली.com हाम्रो नेपाली डिजाइन टुलमा चाहिँ मैले नयाँ एक दुईवटा अपडेटहरू लिएर आएको छु, मेनली पर्फर्मेन्स इम्प्रुभमेन्ट्सको। सो यो भिडियोमा म थोरै सेयर गर्छु है त। सो एउटा चाहिँ छ हाम्रो यो टेक्स्ट हाइलाइटको कुराहरू, जुन चाहिँ डेस्कटपमा मात्र अभाइलेबल थियो, अब चाहिँ फोनबाट नि अभाइलेबल छ। यहाँनिर तपाईँले यसको प्याडिङहरू चेन्ज गर्न मिल्यो, कति स्पेसिङ दिने साइडमा भनेर होइन। अनि यहाँनिर यसको लागि ट्रान्सपेरेन्सी पनि, यो ब्याकग्राउन्डको ट्रान्सपेरेन्सी चेन्ज गर्न मिल्यो। तपाईँहरूले चाहिँ कर्नर रेडियसहरू पनि यहाँनिर कतिको गोलो नगोलो बनाउने यो पनि चेन्ज गर्न मिल्यो है। सो फोनबाट नि गर्न मिल्यो यो कुरा होइन। मैले यो ड्र्यागिङहरू अनि यो रोटेसनहरूमा पनि जुन ल्याग हुने थियो त्यो कुराहरू लो एन्ड डिभाइसेसहरूको लागि नि अप्टिमाइज गरेको छु। सो इट सुड फिल अ लट स्मुदर अब होइन। यसमा पर्फर्मेन्स इम्प्रुभमेन्टको कामहरू अझै पनि गरिरहेको छु मैले, मोस्टली फोकसिङ अन लो एन्ड डिभाइसेस नै। र अरू पनि केही कुराहरू अपडेटहरू आउँदैछ, अब नयाँ नयाँ अपडेटहरू होइन। यहाँ माथि जुन योवाला छ नि, यो वाट्स न्यूमा क्लिक गरेर चाहिँ तपाईँहरूले के अपडेट भइरहेछ त भनेर तपाईँले यसरी हेर्न मिल्छ है। सो अब कमिङ डेजमा मैले अरू नि अपडेटहरू पठाइरहेको छु। सो स्टे ट्युन्ड। त्यति नै हो। ओके बाई।